दाजु हजुर भाइ आज मलाई एउटा गीत सुनाउनु न दाइ हजुर कुन गीत सुन्छौ त भाइ मैले दाइ गोला बनाएर ल्याएको छु ओ माय गॉड गोला चुज गर्नु अनि सुनाउनु न हुन्छ दाइ ओके स्योर ल एउटा चुज गर्नु त कस्तो गीत तिमीले चुज गरेर बनाएको छौ त पक्कै पनि मैले सुनेको राम्रो गीत परेछ है त ट्राई गर्छु कुन गीत पऱ्यो अन्त तिमीलाई म के भन्नु झट्कै मैले चाहेको गीत परेछ ल सुन के कसको गीत थाहा छ भाइलाई थाहा छैन भाइ कसको नारायण गोपालजी नारायण गोपालको हजुर ओके तिमीलाई म के भनौँ फुल भन्ने गीत जुन भनौँ भन्ने एकदमै राम्रो गीत मैले चुज गरेको छु म त्यो गीतलाई ट्राई गर्छु है त स्पेसली भाइलाई नै अब डेलिकेट गरेँ ल हुन्छ दाइ तिमीलाई म के भनौँ तिमीलाई म के भनौँ फुल भनौँ कि जुन भनौँ फुल भनौँ कि जुन भनौँ उपमा धेरै म के दिउँ तिमीलाई मन कि मायालु भनौँ तिमीलाई म के भनौँ फुल फुलेको मौसममा यो साँझको शीतल वातावरणमा फुल फुलेको मौसममा यो साँझको शीतल वातावरणमा यो मनलाई कसरी सम्हालौँ म बेहोस भएमा कहिले नछुट्ने त्यससँग भनौँ कि फुल भनौँ कि जुन भनौँ फुल भनौँ कि जुन भनौँ उपमा धेरै म के तिमीलाई मन कि मायालु भनौँ तिमीलाई म के भनौँ ओके थ्याङ्क यू सो मच दाइ के भन्दै अब थियो के भन्नु मन लागेको छ कस्तो लाग्यो त प्लिज यु क्यान जज मी दाइ धेरै नै राम्रो छ दाइ तपाईँको गीत मेरो मनमा जतिखेर पनि अब गुन्जिरहनेछ त्यति राम्रो छ यो गीत सायद लाग्छ सबैजना पनि तपाईँले गाएको म सुनिरहेको हुन्छु होला ओके थ्याङ्क यू सो मच फर ओके थ्याङ्क यू सो मच फर कमिङ वेलकम दाइ